चर्चित मोडल नाम के अरे तपाईँको? मेरो नाम चाहिँ ऋतु बस्नेत। ऋतु बस्नेत हजुर, नाम थाहा छैन हजुरलाई। चर्चित कलाकार कलौटेको कान्छी बुढी भनेर चिनिएकी ऋतु बस्नेत हाम्रो साथमा हुनुहुन्छ। नमस्ते, स्वागत छ। थ्याङ्क यू सो मच। सन्चै हुनुहुन्छ? सन्चै छु। आज एक्लै देखिनु भएको छ, कलौटे देखिनु भएको छैन, के हो? कलौटे दाइलाई चाहिँ अब म जागेँ त्यही ल्याउनु भएन क्यारे होइन। कान्छी बुढी हो भनेर तपाईँले एकचोटि भाइरल हुनुभएको थियो त? मैले चाहिँ एउटा त्यतिकै कन्टेन्टको लागि मात्रै भनेको, त्यस्तो होइन। कान्छी बुढी साँच्चै होइन? होइन के कलौटेको बुढीले चाहिँ झाप्पु हानेर निकालिदिनु भएको चाहिँ होइन भन्नुभयो? त्यस्तो होइन, मेरो चाहिँ भाउजूसँग चाहिँ एकदम राम्रो सम्बन्ध छ होइन। नजिक चाहिँ भाउजू फेरि टाढा भयो भने होइन, त्यस्तो केही पनि होइन। उहाँ चाहिँ कलौटे दाइ चाहिँ मेरो दाइ हो, म चाहिँ उहाँलाई दाइ भनेर सम्मान गर्छु होइन। उहाँलाई चाहिँ म रेस्पेक्ट पनि गर्छु होइन। तर अरू अब तपाईँले कलौटे कान्छी बुढी भन्नुभयो, एउटा चाहिँ हामी कथाले मागे अनुसार हामी चाहिँ बनाउन सिरियलमा चाहिँ कान्छी बुढी भनेर खेलेकोमा चाहिँ होइन, त्यही कारणले चाहिँ म जिस्केर चाहिँ मैले कलौटे सिरियलमा चाहिँ कान्छी बुढी, हजुर सिरियलमा चाहिँ कलौटेको कान्छी बुढी हुँदै गर्दाखेरि होइन, अब एज अ रिल कलौटेको कान्छी बुढी हिँड्दै गर्दाखेरि तपाईँले भोग्नु गरेका हुन्छ नि त उहाँबाट कलौटेले गरेका व्यवहारप्रति कस्तो छ? त्यस्तो व्यवहार चाहिँ त्यस्तो नराम्रो छैन, एकदम राम्रो। श्रीमतीलाई कस्तो नजरले हेर्नुहुन्छ कलौटेले? केमा? सिरियलमा भन्नुभएको? सिरियलमा तपाईँ कलौटेको कान्छी बुढी होइन कसरी गर्नु भएको छ, व्यवहार गर्नुहुन्छ?